साथीहरु यो घटना घटेको चाहिँ हिजो दिउँसोतिर हो। पौडी खेल्ने क्रममा चाहिँ एउटा बच्चाले ज्यान गुमाएको छ यहाँ चाहिँ हैन। यो चाहिँ वडा नम्बर 27 लेखनाथ बगती खोला भन्छ है त्यसलाई चाहिँ। यो पौडी खेल्ने ठाउँ चाहिँ यहाँ चाहिँ एउटा र छ अनि माथिबाट चाहिँ हाम फाल्ने क्रममा चाहिँ यो यहाँबाट चाहिँ डुबेर चाहिँ निस्किन के बच्चा चाहिँ हैन। अनि यतै घुमाइरहेछ देख्न सक्नुहुन्छ तपाईहरुले नि। यो भिडियोलाई जति सक्दो शेयर गरिदिनु होला है ताकि यो के अरे सबै ठाउँमा पुगोस् के यस्तो ठाउँमा पौडी खेल्न जानुहुन्न भन्ने होस् न हैन। आफ्नो बच्चालाई यो ठाउँमा पठाउँदै नपठाउनु होला है यो पौडी खेल्नको लागि। जुनसुकै ठाउँमा होस् के नेपालको जुनसुकै ठाउँ होस् यस्तो ठाउँमा नजानु होला है। देख्न सक्नुहुन्छ यहाँ घुमाइरहेको छ है। अनि यो भिडियोलाई जति सक्दो शेयर पनि गरिदिनु होला। यो ठाउँमा चाहिँ वर्षौं पछि घटना घटिरहेको हुन्छ है। यस्तै घटना घटिरहेको हुन्छ। अनि आफ्नो बच्चालाई चाहिँ ठाउँमा पठाउँदै नपठाउनु होला। धेरै जस्तो बच्चाहरू यहाँ पौडी खेल्न गइरहेको हुन्छ है त। यो चाहिँ यतै घुमाइरहेको छ बच्चालाई चाहिँ। उहाँ तलब पुरा छ।